गीत गाउने बालुवा। के तपाईलाई थाहा छ? संसारका केही मरुभूमिमा बालुवाले गीत गाउने गर्छ। जब हावा तीव्र गतिमा बालुवामाथि बहन्छ तब एक किसिमको ध्वनि उत्पन्न हुन्छ, मानौ मरुभूमि आफै बोलिरहेको हो। यो आवाज 500 हर्जसम्मको हुन सक्छ। फ्याक्ट नम्बर 2, उम्लिने नदी। अमेजन जंगलमा एउटा यस्तो नदी छ जुन स्वाभाविक रूपमा उम्लिन्छ। यसको तापक्रम 50 डिग्री सेल्सियसदेखि 100 डिग्री सेल्सियससम्म पुग्न सक्छ। वैज्ञानिकले अझै पत्ता लगाउन सकेका छैनन् कि यत्रो जंगलको बीचमा यसको तापक्रम यति उच्च किन हुन्छ। यो भूगर्भीय तापको कारण हुन सक्ने अनुमान गरिएको छ। फ्याक्ट नम्बर 3, बगिरहेका महाद्वीपहरू। हामीले टेक्ने महाद्वीपहरू स्थिर छैनन्, ती त बगिरहेका छन्। पृथ्वीभित्रको गतिशील शक्तिका कारण यी भूभागहरू वर्षेनी केही सेन्टिमिटरले सर्दैछन् र यही प्रक्रिया भूकम्पको मुख्य कारण हो। फ्याक्ट नम्बर 4, पृथ्वीको आफ्नै गुन्जायमान आवाज। पृथ्वी आफै हल्का आवाज निकालिरहेछ, एक प्रकारको कम्पन। यो अत्यन्तै न्यून ध्वनि हो जुन वैज्ञानिकहरूले अब मात्र मापन गर्न थालेका छन्। यो आवाज समुद्रका छाल, वायुमण्डलीय चाप वा भूकम्पका कारण हुन सक्ने अनुमान गरिएको छ, तर यसको वास्तविक कारण अझै रहस्यमय छ। फ्याक्ट नम्बर 5, ज्वालामुखी विस्फोटको विद्युतीय चमक। ज्वालामुखी विस्फोट हुँदा त्यसको धुलो र ग्यासले आकाशमै चम्किलो बिजुली चम्किन्छ। अत्यन्तै डरलाग्दो दृश्य जुन अझै रहस्यमय छ। यो खरानीका कणहरू बीचको घर्षणका कारण उत्पन्न हुने स्थिर विद्युतको नतिजामा